ल अब यो तातो पानीको है गुफाभित्रको गुम्बा यस्तो रहेछ है। यहाँबाट हामी छिर्नु लागेको छौँ भित्र जानको लागि। यस्तो रहेछ है गुफाभित्र हामी पस्यौँ। भगवानले बास गरेको जग्गा है। हेर्नुहोस् त भगवान ओम हरि ओम। जुत्तासँगै कहिले ल्याऊ। ल फाइनली हाम्रो सरोज भाइ पनि तातो पानीमा मजाले नुहाउनु हुँदैछ है। केही छ भनौँ। ठन्डा महिनामा साह्रै जाडो भयो भने यहाँ आऊ है। साह्रै तातो रहेछ है। है मजाको तातो है। हजुर हजुर तातो पानी लेक्सेपको तातो पानी है साथी हो। यस्तो जग्गाको यो बिचमा आएर चाहिँ यहाँ नुहाउँदैछ हाम्रो आप्पा पनि आएको छ। यहाँ तपाईँहरू चाहिँ कहाँबाट हो? तपाईँहरू कहाँदेखि आउनु भएको? ल फाइनली हामी चाहिँ तातो पानी भएकोमा यहाँ उसबाट जाँदैछु। यहाँ रहेछ डुब्ने जग्गा चाहिँ। तातो पानी बजार चाहिँ यस्तो रहेछ, सानो है दोकानहरू रहेछ यसरी। यहाँ मन्दिर है हामी आइपुग्यौँ र बजारहरू चाहिँ नालाहरू सबै पाउने। यहाँ टोटोलाको फुल है। यो टोटोलाको फुल, टोटोलाको फुल, टोटोलाको फुल हौ टोटोला। हजुर लान्छु एकछिन, बाबा बाहिर गएर आउँछ कि त्यहाँबाट जान्छु नि। हजुर यतै हो है डुब्ने कुप चाहिँ। ए हजुर सुरु भएको है अब। ओ जानु हुँदैछ उहाँ नै हो कि बाबा। र यहाँ चाहिँ यस्तो छ, यो पुल चाहिँ, यो पुलको नाम तातो पानी पुल। तातो पानी पुल चाहिँ यस्तो रहेछ है। हेर्नु सुरेश मजाको रहेछ पुल चाहिँ। आउँदैछ हाम्रो पर्मिलाहरू। कस्तो लाग्यो तिमीहरूलाई? तिमीलाई? ल अब चाहिँ हामी तातो पानीबाट फर्किँदैछौँ है, रिटर्न घर सबैजना। र मजा आयो आज दिनभरिको हाम्रो तातो पानीको यात्रा है। तातो पानीमा डुबेर चाहिँ मलाई चाहिँ अब यस्तो मजाको फिल भयो कि अब एकदमै नेचुरली है, एउटा सत्य भनौँ अचम्मै लाग्दो रहेछ है। र अब जति पनि रोगहरू छ, बिमारहरू छ, जाती होस् भन्ने है यहाँको गुरु रेम्बोर्चीलाई कामना गर्दै विशेष आजको यो हाम्रो यात्रालाई म यही नै है राख्दछु। बाई, सी यू अगेन।